ए मदन बहादुरजी, यही पुसको 29 गतेदेखि माघ 11 गतेसम्म महेन्द्रनगरको खुला मञ्चमा हुन गइरहेको घुसुडी महोत्सवमा मजाले नाच्न गाउन रमाउन देउडा खेल्न जलपरी हेर्न जलपरीसँग सेल्फी खिच्न अनि विभिन्न स्टलमा गएर मजाले आफूलाई आवश्यक परेको सामग्रीहरू खरिद गर्नको लागि म त घुसुडी महोत्सवमा जाने निर्णय गरेको छु। अनि तिमी चाहिँ जाने कि नजाने मदन बहादुरजी? मेरिया मुइनी खट्टमै भो बर्बादै भने होइन त। राम 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 होइन बिट्टी डाम्नो। महेन्द्रनगरको खुला मञ्चमा मारी घुसुडी महोत्सव लागिराखेको छ। अनि तो डाम्नो चाहिँ कहाँ मुन्ट्या? अपने पाँडेसल्टी पौष 29 गतेदेखि माघ 11 गतेसम्म हुन गइरहेको घुसुडी महोत्सवमा म चाहिँ मेरो बोलेर कक्रोचै पनि जानुपर्छ भनेर मैले भनिसकेको छु। तिमीलाई पनि तिम्रो बुढाखाडा साथीहरूलाई लिएर सबैजना आउनुपर्छ ल। सकिगयो नि। अरे बड़ा भैया, खाली पेट की दिमाग की बातें नहीं चलती पतलू। अरे जल्दी जल्दी आओ, गरम गरम समोसा नहीं। अरे मजा से देवड़ा खेलो, नाचो गाओ रमाओ। अरे जलपरी के साथ सेल्फी भी खींचो यार पतलू। अरे जय हो। नमस्कार, म हास्य कलाकार दिपेन्द्र ओली। यही पौष 29 देखि माघ 11 गतेसम्म हुन गइरहेको घुसुडी महोत्सवमा म पनि यहाँहरूको माझमा हास्य व्यङ्ग्य प्रस्तुति लिएर आउँदैछु। सबैजना आउनुहोला, हाँस्नुपर्छ, नाच्नुपर्छ, रमाइलो गर्नुपर्छ। सबैजना आउनुहोला है त। थ्याङ्क यू सो मच।